हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि यता ठिक छु। आजको थम्बनेल र टाइटल देखेर हजुरहरूले थाहा पाइसक्नुभयो होला, यो भिडियो के को बारेमा भन्दैछ। यो भिडियो चाहिँ मेरो साथीहरूको बारेमा भन्दैछ, किनभने आज म हैदराबादमा बसेको 6 महिना हुन थालिसक्यो। अब कतै कता म साथीहरूलाई पनि मिस गर्दैछु, फ्यामिली छिमेकी सबैजनालाई मिस गर्दैछु। तर यता फ्यामिली छ, फ्यामिलीको त्यति खासै मिस गरिरहेको छैन। साथीहरू कोही छैनन् के यतातिर, त्यही भएर साथीहरूलाई धेरै नै मिस गरिरहेको छु। बेसी साथीहरू साथी जो मलाई जसले साथी सोच अब साथीको नाममा टाइम पास या के पनि अन्यथा सोच्नुभयो होला भन्ने अब हजुरहरूको इच्छा। तर साथी टाइम पासको लागि हुँदैन जस्तो लाग्छ मेरो विचारमा। साथीहरू आफ्नो मनको भावना, विचार, सोच लगायत आफ्नो फिलिङ्सलाई सेयर गर्ने र अलिकति बुझिदिने साथीहरू पनि हुनुपर्दो रहेछ। तर त्यो साथीहरू मेरोमा 100% मा 2% छन् जस्तो लाग्छ। त्यो पनि 2 पनि मन बुझे भयो। अनि के चलिरहेछ? आफ्नो करियरको लागि सङ्घर्ष गर्दैछौ होला, गर, नआत्तिय, राम्रो बाटोमा जाऊ। राम्रो बाटो भन्दैमा गलत बाटो गएको होला, सोच विचार गर। करियरमा भाग दौड गर, करियर बना, सफलता हौ। तर साथीहरूलाई कहिलेकाहीँ एक SMS गर्दा पनि साथीहरूको अलिक मेमोरिज ताजा हुन्छ र साथीहरूलाई मिस गरिरहेका हुन्छौँ हामी। साथीहरू करियर बनाऊ, ठुलो मान्छे बन, तर साथीहरूसँग ठुलो कहिल्यै नबन, कहिल्यै नदेखाऊ ठुलो आफ्नो। साथीहरू के छ त विचार? बिहे गर्न ल्याएन? बिहे गरिहाल के, अब टाइम गइसक्यो तिमीहरूको। म त अहिले भर्खर बिहेको लागि भन्दा पनि अब केही सोचेको छु, त्यो सोच पुरा नहुन्छ मेरो बिहे त त्यस्तै हो। अनि सुरज मोटे बिहे गर्दैनस् त ल, बिहे गर, चाँडै नै आउँछु तेरो घरमा। सबैजना साथीहरू धेरै नै मिस गरिसकेको छु। स्कुलमा रहेका र गाउँमा रहेका लगायत सम्पूर्ण साथीहरूलाई मेरो मनबाट धेरै धेरै शुभकामना। तिमीहरूको आउँदो जीवनमा गर्न लागेको काम सफल र राम्रो होस्। करियरमा अगाडि बढ। ठिक छ, हुन्छ यस्तो, करियर बनाउँदाखेरि कसैको ध्यान आउँदैन, टेन्सन हुन्छ। आई अन्डरस्ट्यान्ड। बट 6 महिना भयो मलाई यता आएको, कसैले म्यासेज गर्दैन कि होइन कि फेरि होला बिर्स्यो होला, त्यस्तो छैन। बट म जस्तै होला, मैले पनि कसैलाई गरेको छैन, कसैलाई त गर्छु। आई होप यो भिडियो हेरेर साथीहरू पक्कै पनि मलाई सम्झिनेछन् र
यो मेरो भिडियो फर्स्ट भिडियो, त्यो पनि साथीहरूको लागि। साथीहरू, ल तपाईँ अर्को भिडियोमा भेट्छौँ। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र थोरै भए पनि माया गरिदिनु होला भिडियोलाई। र अर्को भिडियो कस्तो चाहियो हजुरहरू कमेन्टमा आफ्नो विचार राख्न सक्नुहुन्छ। त्यस्तै भिडियो म ल्याएर हजुरहरूलाई देखाउनेछु। र अहिलेको लागि हस् त, बाई बाई। अर्को भिडियोमा भेट्छौँ।